हेलो नमस्ते लेक आज मञ्जुश्री पाठको व्याख्या गर्न गइरहेको छु। त्यो नि छोटो मिठोमा, ताकि पाठ पढ्ने बेला त्यसको अर्थ मनमा सम्झेर पढ्न सकोस्। अब सुरु गर्यो भने लामा दङ गोन्पो जेचुन ज्याम्बे याङला छाक्छालो। बुद्धिमान बनाउने गुरु र अबुद्धि हुनेबाट बचाउने संरक्षा जेचुन ज्याम्बियाङ। मञ्जुश्री हाम्रो शरीर वचन मनबाट नै तपाईँको शरणमा पर्नेछु। गङ्गी लोडे टिप्नी टिन्डल नितर नम्दक रप्सलवे। मञ्जुश्री तपाईँको बुद्धि ज्ञान चाहिँ बादलले नढाकेको घाम जस्तै एकदम स्पष्ट सफा भएको कारणले झिन्येत धेनगुन झिझिन शिक्षिर नित्की थोकर लेखबम जिन। जति निचिस अर्थ छ सबै जस्तो छ त्यसरी नै देख्ने सक्ने मञ्जुश्री तपाईँको चित्त मनमा ज्ञानको पुस्तक बोक्नु भएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ उहाँको देब्रे हातमा कमलको फूलको माथि पुस्तक चाहिँ उहाँको मनमा भएको ज्ञानलाई जनाउँछ। गाङदक सित्पे चन्द्रर मारिक मन्थुम ढुङ्गल गिजिरवे। जति पनि प्राणी यो संसारमा दुःखको जेल जस्तोमा अबुद्धि थाहा नभएको कारणले दुःख पीडाले कष्ट बोकिरहेको छ। डोछो कुन्ला बुचिक तर्चे हेनलाक डुक्ची याङदेनसुङ। छोलोकको सबै प्राणीलाई आफ्नो आमाको एक्लो छोरालाई माया गरेको जस्तै नै दुःखले भरिएको हामी प्राणीहरू मुक्ति हुनको लागि तपाईँले मिठो सजिलो सुन्दरता 60वटा स्वरको अङ्कको शक्तिले डुक्तर झिर्डुक न्यन्मो निलुङ लेके चाकडुक डोल्से चिङ। आकाशमा चाटिङ कराउँदा पशु जनावरहरू निन्द्राबाट बिम्जिएको जस्तै हामी नि संसारको दुःखबाट बिम्जाएर दुःखको चेनले बाँधिरहेकोबाट मुक्ति गराउनुहुन्छ। मारिक मुन्सेल ढुङ्गल न्युगु चिने चुजे रल्डिनम। सही र गलत चिन्ने नसक्ने अँधेरो मेटाएर यो दुःख पीडाको जति पनि बिउ छ त्यसलाई जराबाटै काट्न सक्ने ज्ञानको छुरी बोक्नु भएको छ। तपाईँहरूले उहाँको दाहिने हातमा छुरी ल्याइरहेको देख्न सक्नुहुन्छ। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि त्यसले के जनाउँछ भन्दा उहाँले हाम्रो दुःख पीडाको जरा चाहिँ काट्न सक्नेको एउटा ज्ञान चाहिँ उहाँमा हुनुहुन्छ भनेर त्यसले जनाउनुहुन्छ। डेड्ने दक्षिण साचुई थर्जेन युन्डेन लुइजो ग्याल्से थुवै गु। तपाईँ पहिलादेखि नै शुद्ध बुद्ध 10 भूमिको ज्ञान सबै प्राप्त भएको एक बुद्ध हुन्। चुठक चुदङ चुनी गेन्डे दाग्लुई मुन्सेल झम्पे याङला राब्दुन दु। 32 लक्षणले सजिएको मञ्जुश्री तपाईँले हाम्रो यो अन्धकार मनलाई मेटाई बुद्धिमान होस् भन्दै झम्पियाङ तपाईँको चरणमा पर्दैछु। ओम हर वचन दि। यो चाहिँ मन्त्र हो। सक्यो भने एक सासमा तपाईँहरूले ओम हर वचन दि 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 भनेर तपाईँहरूले जप्न कोसिस गर्नुहोला। यो मन्त्र पढिसकेपछि अनुरोध अथवा अन्तिम प्रार्थना चेदिन केकी खेनरब हेजेरिङ्गिस दाग्लुई तिमुक मुन्पा राप्साल ने कादाङ दुन्जु सुङलुक तोक्पा इस लोड्जे पोपे नाङवा चाल्दु सोल। मायाले भरिएको मञ्जुश्री तपाईँ ज्ञानको ज्योतिले हाम्रो मनको अँधेरोलाई उज्यालो बनाएर बुद्धको वचन र जति नै पुस्तकमा भएको अर्थ सबै थाहा हुन सक्ने ज्ञानको शक्ति दिनुहोस्। गाङचे टावर देतपा हम
중세 지월 되나양 권보 잠양 대니니 gegme paryang thongwara insho hamile jati hernara signa chanchau san no prasna sodna icha vai haleta pani konbo jambia samraksha manjushiri tabaile kehi chis kurale bada nagari gana satya lai dekhne sakne buddhi hamilai hos la mandang konbo enjin sun jambe yang la Changsan lo ganjen lo de demnyen tendol nyendar namda ramsal ve jenyen dengun jejen senchir nyengen togar Lengbom Zen Gangda Ensembe Zenrar Mare Mondom Donga Genzer Ve Dronzo Enkun La Bonche Entarsen En La Endonche Yang Den Song Dung Dar Jen Dok Nyen Mo Nyin Long Le Kin Chan Dok Dun Se Jing Ma Ri Mun Sel Dong Al Nyung Go Jen Yen Chen Se Randi Nam Det Nen Dan Jin San Jen Tarzen Yen Den Li Zog Gyal Sen Tu Bai Chun Chain Chun Dang Chun Yin Gen Te Dagle Munsel Jambe Yang La Rabdo De Omara Bazana Omara Bazana Omara Bazana De Senden kege kenra serenge daglu temo munbai rapsalni kandan tenje junglo tokpai lonje bobe nangwa samdo insol kansen tawaran pam chonsen de naya kwanpon jamyan de nyen gegme paryang Tongwara Insho